छोरी मान्छेहरू सानो हुँदादेखि नै आफ्ना मनका कुरा वा पीडाहरू साथी वा परिवारसँग खुलेर साट्न सक्छन् र समाजले त्यसलाई सामान्य रूपमा लिन्छ। तर कहिले सोच्नु भएको छ एउटा छोरा मान्छेको त्यो गहिरो मौनताभित्र कति धेरै आवाजहरू लुकेका हुन्छन्। उसलाई सानैदेखि सिकाइन्छ, तिमी छोरा मान्छे हौ, तिमी बलियो बन्नुपर्छ, आँसु देखाउनु हुँदैन। अझ तितो यथार्थ के हो भने एउटी छोरीको बिहे भएपछि उसले नकमाए पनि श्रीमान छ नि कमाउने भन्ने हुन्छ। तर एउटा छोराको लागि जिन्दगीमा त्यो विकल्प हुँदैन। 20-22 वर्ष पुग्न साथ उसलाई सोधिन्छ, अब के गर्ने विचार छ? किनकि एउटा छोराले जबसम्म कमाउँदैन समाजको नजरमा ऊ सफल हुँदैन। उसको काँधमा केवल आफ्नो सपना होइन, बुढेसकाल लागेका आमा बुवा, श्रीमती र छोराछोरीको भविष्यको जिम्मा हुन्छ। उसले म थाके भन्न पाउँदैन, किनकि ऊ रोकिँदा घरको चुलो रोकिन्छ। बाहिरबाट पत्थर जस्तो देखिए पनि त्यो पुरुषभित्र पनि एउटा कोमल मन हुन्छ, जसलाई दुख्छ, जसलाई चिच्याएर रुन मन लाग्छ र जसलाई कहिलेकाहीँ चिन्ता नगर म छु नि भन्ने कसैको काँधको खाँचो हुन्छ। तर उसले केही भन्न सक्दैन, किनभने उसलाई थाहा छ यदि ऊ कमजोर भयो भने पुरै परिवार डगमगाउँछ। त्यसैले भावनाहरूलाई भित्रै गाडेर जिम्मेवारीको भारी बोक्दै आफैसँग लड्दै बाँच्नु नै सायद एउटा छोरा मान्छेको नियति हो।